सबैजनाले एकचोटि यो कमेन्ट पढ्नुहोस् त। हाम्रो एकजना दाजुले जिम गर्नु अगाडि कालो कफी खान हुन्छ हुँदैन, हुँदैन भने जिम गर्नु कति मिनेट अगाडि खाने हो, अलि क्लियर गर्नु त भनेर कमेन्ट गर्नुभएको रहेछ। र यदि तपाईँहरू पनि जिम गर्ने कति मिनेट अगाडि कफी खानुपर्छ भनेर जान्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेर्नुहोस् है। पहिलो कुरा चाहिँ हामीले के बुझ्नुपर्छ भने कफी खाने भनेपछि चाहिँ हामीलाई एक्सर्साइज गर्ने बेला फ्रेस र एक्टिभ रहनको लागि खाने गरिन्छ। त्यसै कारणले यदि तपाईँहरू पनि यत्तिकै एक्सर्साइज गर्नु सक्नुहुन्छ भने चाहिँ कफी खानै पर्छ भन्ने चाहिँ छैन। बरु त्यो भन्दा बेस्ट चाहिँ तपाईँले एक्सर्साइज गर्नु 1 घन्टा अथवा 1.5 घन्टा अगाडि चाहिँ एउटा हाई इनर्जी मिल कन्ज्युम गर्नुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। यसरी त्यो मिल कन्ज्युम गर्नाले चाहिँ एक्सर्साइज गर्ने बेलामा तपाईँको बडीमा चाहिँ भरपुर इनर्जी हुन्छ र तपाईँले आफ्नो एक्सर्साइजलाई चाहिँ नेक्स्ट लेभल परफर्म गर्न सक्नुहुन्छ। त्यसैले मेरो नजरियामा चाहिँ एक्सर्साइज गर्नुभन्दा अगाडि केरा, बदाम, खजुर यस्ता हाई इनर्जी दिने फुडहरू खायो भने चाहिँ एकदम राम्रो हुन्छ जस्तो मलाई लाग्छ है।